नमस्कार सदीक्षा जी नमस्कार। आरामै होइसिन्छ सदीक्षा जीको साउन्ड नआएको कि मेरो के भएछ के भएको छैन? मेरो नेट स्लो छ हो होइन, ए छैन है कहाँ हुनुहुन्छ अहिले पोखरा हजुर कहाँ पोखरा? ए हजुर त कस्तो अहिले त हुम्ला सुम्ला क्या मुस्ताङतिर हुनुहुन्छ जस्तो क्या म वाउ हजुर होइन नि पोखरामा पानी परेको थियो अनि त्यही भएर। ए टाउकोमा अलिक चिसो हुँदो रहेछ बेसी होइन शरीरमा शरीरमा अलिक नभए जस्तो देखेर नि हुन्छ नि ए अलिक खाजाहरू खानुभयो खाइसकेपछि हजुर हजुर खाएँ नि खानुभयो। कस्तो हजुर त ओहो खाजा नखा भए पनि अहिले त म अगाउने हो हजुरलाई देखेर क्या त्यस्तो अहो, हाम्रो सदीक्षाजी त मान्छे राम्रो हो कि टोपी राम्रो हो कि कपडा राम्रो हो नि किसिमै देख्यो नि बा हजुर कस्तो क्या मन किसिमै देख्यो नि हजुर मैले फलो हजुर गरेको ए हुन्छ हुन्छ आहा यस्तो राम्रो मान्छेले फलो गर्दा त निद्रा लाग्दैन होला नि मैले फलो गरेको छु क्या यस्तो ह्यान्डसम मान्छेलाई फेरि पनि। म त आज निद्रा पनि कस्तो आनन्द लाग्छ होला नि पोखरा आउँदा सम्झिनु आउनु हजुर पोखरा आउनु ए, है सम्झिनु पर्यो अँ हजुरलाई सम्झिरहने भए त म त अहिले आउँ क्या पोखरा फेरि आउनु खै फ्लाइट हेरेर त्यहाँ टिकट हेर्छु है आउनु यत्तिकै लाइभै बसेर आउँ कि के हो पोखरा हो यस्तो राम्रो मान्छेले बोलाउँदा त सबैजना हजुर त यस्तो ह्यान्डसम मेरो किस्मत ह्यान्डसम के नेट मेरो मन चाहिँ मेरो ह्यान्डसमै छ मान्छे जस्तो होइन भयो नि मान्छे नै ह्यान्डसम मलाई त राम्रो लाग्यो मन पर्यो हो मनै पर्यो मनै आज त उफो यो कुराले त झन् निद्रै उड्यो नि मेरो निन्द्रा उड्ने होइन सपनामा चाहिँ मलाई पर्यो होइन पर्यो पर्यो सपनामा देखेर हुँदैन क्या अब विपनामै देख्नु पर्यो हो आउनु अनि विपन्नमै देख्छु क्या म कहिले आउनु नि यस्तो नभन्नु न म त फेरि टिकटहरू हेरिहाल्छु है फेरि हाम्रो सदीक्षाजी के शेर्पा पर्नुभयो म गुरुङ हो नि गुरुङ क्या मलाई थाहा छ नि छेजेलो कसरी थाहा छ छ्याजेलो कसरी थाहा छ भन्नु गुरुङहरूसँग फेरि ट्याक्क मिलिहाल्छ यता अनि यस्तो मन के मन अँ पुरै 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 मन त ओहो सदीक्षाजीको नि मन ठुलो होला मेरो पनि मन ठुलो छ मिलिहाल्छ के हो हजुर मन ठुलै छ त अनि मन सानो भयो भने त राम्रो हुँदैन नि त होइन मन सानो भयो नि यता हेर्नुहोस् त हुँदैन है हुँदैन ठुलै हुनु पर्यो नि हौ हुनु पर्यो हजुरको मन नै ठुलै होला नि ठुलो ठुलो मेरो त मन तन सबै ठुलो नि हौ हो र पुरै नि हौ यहाँ त हजुरलाई यहाँ कमेन्टभरि मन पर्यो मलाई चाहियो भनेर दुमै गरिसक्यो नाइ मलाई त हजुरै चाहियो मनै चाहियो है ओहो
के गर्ने होला नि म त अब सुत्नु सक्दिनँ होला हौ ट्याट म त चस्मा लाउनु पर्यो चस्मा लाउँदा त म त अभियस हुन्छ अब चस्मा लाएर म त अब हेर्नु सकिनँ क्या हजुरको त्यो उज्यालोपनलाई अलिक यो उज्यालोलाई अलिकति छेक्छ नि यसले त्यही भएर नि झन् चस्मा नलाउनु न नलाउने हेर्नु आँखा बिग्रिन्छ होला हौ यो चम्किलो अनुहारहरू ठुलो ठुलो मनहरू भएको मान्छेहरूको फेरि अनुहार चम्किलो हुन्छ क्या हुँदैन क्या हजुर खाना खानुभयो छैन नि खाएको म त अब त कहाँ खाना खान्छु अगाइसक्यो घरलाई देखेपछि त अब अगायो म त सर्लाकै नअगाउनु न किन नि यत्तिकै म खुवाउँछु नि त खाना के चाहिँ ओहो कति आनन्द मलाई त इतनी खुसी अरे आज बिहान मैले के गरेको थिएँ र हौ यस्तो दिन आहा सधैँ क्या यसरी नै लाइभ बस्न पाए त लाइभ त भन्नाले पनि यसरी सँगै गफ लडाउनु पाएँ है काइदै हुने हो काइदै हजुरले खानुभयो त अनि खानुभयो है हजुरलाई देखेर यहाँ सब चित परेछ मलाई मन पर्यो रे के गर्ने होला हजुरलाई मन परेन मलाई त आफै मनमै अटाउनु सकेन नि यो उम्लेला जस्तो छ हजुर त काटो के हजुरलाई हेर्नलाई भए पनि अब यस्तो पुरै ब्लू कलर देखाइरहेछ अनि यता आएर ट्यापले भन्दिनु भन्नु न परे होइन हो नि ओहो सदीक्षाजीलाई हेर्नलाई भयो नि म गेम त अब काट्नै पर्ला जस्तो छ हौ उहाँलाई नहेरेको फेरि यो पेट मेरो छ नि खाली होला जस्तो भयो अलि अगाए जस्तो भएको थियो हजुर कस्तो मेरो साउन्ड अड्किएर आयो त हौ मैले सुनिरहेको ए हजुरलाई नि मन आयो त भर्खर है ठुलो मनै दिनुभयो कुन चाहिँ अहिले दिनुभयो कुनै त्यस्तो मनहरू अझै दे भयो हजुरलाई है माग्नु भएन त्यही त हो नि होइन त्यो अब हेर्नु त आहा कस्तो माया गर्नुहुन्छ यस्तो माया नगर्नुहोस् न मलाई छोडेर जान सक्नुहुन्छ उहाँले फेरि मान्नु भएन है हटाउन यस्तो म त हजुरलाई हेर्नु नपाएर खत भइसक्यो अहिले खत पुरै ओहो सदीक्षाजी छेचेलो है यस्तो राम्रो मान्छे त
छ्या हजुर कस्तो ह्यान्डसम के झन् म त के गर्ने होला म त पोखरामा किन जन्मेन जस्तो फिल भयो क्या हजुर कहाँ जन्म म त जन्मेको त बटौली बटौलीमा जन्म बस यत्तिको भन्नु पर्यो नि अहिले त मेरो मन अलिक ठुलो थियो अझै ठुलो हुँदै गयो नजन्मे नि केही छैन क्या अब बस बस यत्तिको भएपछि बस तर अहिले काठमाडौँ छु हो नि है अब होइन पोखरातिरै आउनु पर्ला जस्तो छ अब कोही कोहीले बोलाउनु भएको छ कोही कोहीले बोलायो भने दिनुपर्छ जस्तो छ कोही कोहीले बोलाउनु भएको छ अब बोलाउनु भयो भने यतै आउने आहा कति आनन्द हो नि यो ढाड दुखिरहेको बेलामा कति सजिलो हुन्थ्यो नि मलाई मसाज चाहिएको बेलामा त्यो ढाड त म पाटिहाल्छु हो यस्तो ठिक पार्न त कति खोजेको नि मैले अब बोलाउनै पर्यो नि हौ मैले के हो बोलाउनु न मैले बोलाउनुपर्छ होइन हजुरले बोलाए अझै काठमाडौँ पोखरामा के सर र तालमा माछै भए नि भन्ने गीत छ नि एउटा आहा त्यो गीत बजाउँदै कस्तो मजाको मसाज हुन्थ्यो होला नि के गर्ने होला हाम्रो सदीक्षाजीलाई माया छ है के अरे सबैजनाले यहाँबाट माया दिनुभएको छ सदीक्षाजीले घरमै हुनुहुन्छ अहिले होइन घरमा अलिक हेर्दा त वन जस्तो छ तर यो अलिक खेल्ने ठाउँ रहेछ कृष्णगढ खेल्ने ठाउँमा आएको छु यसो यहाँ कम्मर दुखेर तन्काउँ भनेर नि अलिक अघि दुख्ला जस्तो थियो दुखिरहेको थियो हजुरलाई देखेको सबै निको होला जस्तो हुन्छ त हजुरलाई देखेको यहाँ ढाडै निको होला जस्तो भइसक्यो नाचौ भइसक्यो ल हेर कमेन्टमा फेरि हाँस्नुहुन्छ क्या उहाँहरू त्यही भएर गाइस नेट के भयो गाइस यहाँ हेर्नुहोस् त यहाँ यो झिल्के छ क्या यो केटो यस्तो छ यो हरामी फेरि अहो यसले पनि किस खान खोजेर उधुम गरे नि अब खानुपर्ने किस यता खाएर हुन्छ त यता यस्तो यो सबै पारो नि मर्दारले गाइस कोही त हो खै त अब यता चर्को छन् के गर्नु सदीक्षाजी अब नेट स्लो भयो म त हजुरलाई अड्किँदा पनि कस्तो है चलेको नाचेको खालको टाइपको क्या आहा हजुर म त साउन्डै बुझिनँ त हजुरको मेरो नेट स्लो हो कि हजुरको म त बुझ्नै सकिनँ हौ अहिले अलिकति सुन्दैछु भनिस्यो त कुरा पनि जे पाए कुरा नगरिस्यो है हजुरले ल उताबाट हाम्रो त्यो ताराजीलाई अलिकति बजाउन भन्नुहोस् है हजुर
बुझ्नुभयो आज पब्जी हानौला हजुर र म ए हस् 1v1 हुन्छ क्या? हुन्छ आज चाहिँ होइन आज त म के हो? PUBG खेलिरहेको छैन भोलितिर चाहिँ खेलौँला नि छैन भन्नु न भन्दै हुनुहुन्छ ताराजीसँग छैन रे सेट ताराजी किन लोभ्याएको त हो सुरुमा कहाँ उहाँलाई त अरे कहाँ उहाँलाई सक्नु जी, त नगर्नुहोस् त्यस्तो नगर्नुहोस् नमस्ते हजुर नमस्कार नमस्कार हजुर सम्पूर्ण सबैजनालाई धेरै धेरै माया छ है धेरै धेरै माया छ सबैजनालाई के गर्नु साला सबकी आती नै मेरी जाति नै भन्छ नि निरोजी हजुर वाउ निरोजी कस्तो राम्रो खेल्नुहुन्छ होला है पब्जी अलिअलि खेल्छु होइन खेल्नुहुन्छ होला हौ म PUBG खेलेर नै स्ट्रिम गर्छु के खासमा त्यो स्ट्रिम नै गर्ने हजुर हजुर आज चाहिँ नखेलेको सन्चो नभएर निरोजीलाई त म त हेर्नु मन लाग्यो हौ अब त ए 11 विन गयो रे हजार केही छैन कहाँ सक्छ त नि उहाँलाई त निरोजी हेर्नु मन लाग्यो मलाई वानमा छ भन्नु न रे ह्यासट्याग वानमा छ भन्नु भन्दै के भन्ने हुनुहुन्छ गेमिङको ह्यासट्याग वानमा छ भन्नु भन्दै हुनुहुन्छ यहाँ दिदी हाम्रो ताराजीले को म चाहिँ हजुर हजुर छुइनँ पब्जीमा रमाइलो ऱ्याङ्किङमा त म पनि कडै छु नि हौ हजुर हजुर अब निरोजीसँग खेल्नुपर्ने अब हजुरको स्क्वाड होला है होइन प्राय राति चाहिँ हुन्छ प्राय अब त्यो सबैसँग खेल्छु म ओहो अब खेल्ने बेला त मलाई अब राजालाई बोलाउनु पर्यो नि हस् हस् हुन्छ फेरि राजा उसको राजा क्या पब्जीको ए तपाईँ पनि खत्रै खेल्नुहुन्छ किन मलाई भन्ने राजा भन्ने थाहा छ हजुर किनभने निमीलाई बजाउँछ नि त मैले बाजा ओ नाइस नाइस तर अहिले त अब खाइसके खाजा सरी मिस रे किन हजुर यो हजुर कता ताली बज्यो यस्तो मैले बजाएको अहिले त त्यो बजाउँदा त म त नेतै जस्तो फिल भयो त हौ मलाई हजुर के हो निरोजी नेतै फिल गराउनु हो मलाई अनि तपाईँ नेता नै हो है हजुर नेता त परियो तर के को परियो त हौ के कमेन्ट गर्नुभयो होइन फेक आइडियाहरू त्यस्तो नगरिस् है फेक आइडीबाट हाम्रो निरुजीलाई ल निरुजी है पब्जी खेल्नुपर्छ है हस् हस् हुन्छ हुन्छ यता हेर्नुहोस् त यस्तो खालको सल्लाह ए हस् नमस्ते हस् हस् ल ल हस्, हस्। नमस्कार प्रतिभाजी कता हिँड्नुभयो ललितपुरतिर हिँड्दै हो तपाईँ चाहिँ के गर्दै हुनुहुन्छ लाइभ म त लाइभमा यसो हेर्नुहोस् न ललितपुर हिँड्नुभयो है राति ओहो हजुर ए, कता कता हिँड्नुभयो आन्दोलनतिर त होइन नि घर घर हिँडेको घर ए वाओ घर हिँड्नुभयो है कताबाट हिँड्नुभयो हजुर कताबाट हिँड्नु बाई रोडबाट हिँडेको कता हिँडेको घर हिँडेको है त्यो घर हिँड्दामा कस्तो सुहाएको के भयो गाह्रो भयो ल ठिक छ ल ओके प्रतिभाजी रामसँग इस्यो है
ल धेरै धेरै माया छ ल ल ल ल कोही पनि छैन के भएको होइन मोनाजीलाई त फेरि मै आउनुपर्ने है गाइज रोक्नुलाई उस हुनुहुन्छ कि हजुर रवि चन्सँग कतिको बस्नुहुन्छ म त बस्दिनँ कहाँ गयो यो त फेरि तपाईँ बस्ने जानुहोस् कहाँ किन सोध्नु भयो होइन कि उहाँसँग उस गर्नु छ कि नै भनेर नि ए रवि दाजु के छ हालखबर हेलो